पूर्व पर्यटन मन्त्री सुदन किराँतीज्यूलाई श्रम संस्कृति पार्टीमा ल्याउनलाई तपाईले एकदमै ठूलो अहम भूमिका खेल्नु भएको छ। उहाँ श्रम संस्कृति पार्टीमा आइसकेपछि अहिले कस्तो प्रभाव परेको छ? एकदमै राम्रो, असाध्यै राम्रो छ। पहिला चाहिँ के पिरलो लाग्थ्यो भन्दाखेरि मलाई हर्क सर मात्र हुनुहुन्छ, अब कतै चाहिँ स्वास्थ्यले साथ नदेला हैन, एक हप्ता जति सुत्नु पर्यो, रेस्ट गर्नु पर्यो अथवा कहीँ जानु पर्यो भने के अरे विकल्पमा कसले चाहिँ नेतृत्व गरिदिने भन्ने खालको कुरा एकदम खड्किन्थ्यो। अहिले चाहिँ सुदन किराँतीज्यूलाई जब जोड्न पाइयो, यस्तो मजाले चाहिँ उहाँले चाहिँ संगठन विस्तार गरिराख्नु भएछ पूर्वका जिल्लाहरूमा हैन, प्रदेश नम्बर 1 को जिल्लाहरूमा माटोसँग हातेमालो कार्यक्रमै चलाउनु भएको छ। माटोसँग हातेमालो भनेर कार्यक्रम भर्खरै पनि हाम्रो अब तेह्रथुमतिर पनि जानुभएको थियो। अहिले ताप्लेजुङ, बाँसथर, इलामका पनि ठाउँमा हैन हजुर हजुर पुगिराख्नु भएको छ। उहाँ कुना, काप्चा, भिर, पहरा, खोला हैन सबैतिर पुगिराख्नु भएको छ। यति मजाले लागिराख्नु भएको छ कि एकदमै राम्रो प्रभाव परेको छ। हर्क सरलाई त मैले अघि पनि कार्यक्रममा भने, तपाईहरु नीति नियम बनाउने ठाउँमा जानुहोस्, तपाईहरु सदनमा जानुहोस् हैन। हजुर हजुर। अनि के अरे यता सुदन किराँती सरहरु चाहिँ संगठन विस्तारको क्रममा उता हुनुहुन्छ हैन। त्यसो गरेपछि त किराँती सर उता भइसकेपछि त संगठन विस्तारको क्रममा सबैतिर गइदिनु भयो भने हर्क सरको खाँचो पर्दैन। सबै ठाउँमा उहाँले पुग्नु जरुरी हुँदैन हैन।